Hello, hello, hello. This is my small heaven. Small my house. This is my small, my baby here. Like this. अनि मेरो चाहिँ टिकटक फ्यामिली नै हुनुहुन्छ युट्युबमा पनि। अनि हजुरहरूले चाहिँ युट्युबमा चाहिँ कन्टिन्यू गर्नु पर्यो, भ्लग बनाउनु पर्यो, केही कुरा आउनु पर्यो भनेर भन्नुभएको छ होइन। अनि दिस इज जस्ट ट्राई गरेको। अल नेचुरल, नो एडिट, नो फिल्टर, कुराकानी प्योर नेचुरल होइन, प्राकृतिक कुराकानी। सो ओके, लेट्स स्टार्ट। ओल कहाँबाट कहाँ पुगिसक्यो होइन, हामी चाहिँ जस्ट स्टार्ट गरौँ हाम्रो डे। अनि जतिजनाहरू चाहिँ पहिलादेखि मसँग टिकटकमा कनेक्ट हुनुहुन्छ उहाँहरूले चाहिँ केही न केही विषयवस्तुको अपेक्षा राख्नुहुन्छ। मैले भिडियो बनाउँदाखेरि र मेरो भिडियो आउँदाखेरि आइरहेको पनि हुन्छ, बट नर्मलीमा चाहिँ एकदमै नर्मल। जस्ट समटाइम मलाई कुनै गीतहरू मन पऱ्यो भने नर्मली भिडियोहरू बनाइराखेको हुन्छु। सो अनि अबको यो भिडियोहरू चाहिँ हजुरहरूको रिक्वेस्ट अनुसार अनि हजुरहरूको माया अनुसार, हजुरहरूको अपेक्षा अनुसार थोरै विषयवस्तुमा गएर हामी कुराकानी पनि गर्छौँ। अनि म केही कुराहरू पर्सनली भिडियोहरू पनि समटाइम म ट्राभलको भिडियोहरू पनि राखिरहेको हुन्छु भने। अनि मोस्ट अफ द चाहिँ कामसँग रिलेटेड भनेको मतलब कुनै एउटा विषयवस्तुसँग रिलेटेड चाहिँ भिडियोहरू ल्याउने प्रयास गर्छु मैले के कसरी सक्छु। तर लङ टाइम भयो अलरेडी चाहिँ एकदमै लेट भएको छ, तपाईँहरूको धेरैजनाको अपेक्षा अनि मैले भनेका कुराहरू चाहिँ जस्ट कुरामा मात्रै जस्तो भएको छ। सो कतिजना चाहिँ डिसपोइन्टेड पनि हुनुभएको छ त्यो कुराले, सरी। अनि केही मेरो पर्सनल कारणले, मेरो पर्सनल केही रिजनले चाहिँ म थोरै कन्टिन्यू अनि कामहरू गर्छु भनेको कामहरू सुरु गर्न पाएको थिइनँ। अब चाहिँ भने अलिकति एस्क्युज जस्तो पनि भयो होला होइन, एस्क्युजेस होइन। अनि आई डोन्ट नो मी अल्सो myself, I'm confused. So hope so अब हामी अगाडि बढ्नेछौँ। अनि त्यसमा तपाईँहरूको साथ, सपोर्ट, माया अनि ओपिनियन्स पनि चाहिँ मैले पाउनेछु। लेट्स गो आर्यभू फ्यामिली। लेट्स गो आर्यभू ओके आर्यभू। कतिजनाले चाहिँ प्रोनाउन्सिएसनको लागि चाहिँ भनिराख्नु भएको थियो, कतिजनाले चाहिँ मिनिङ सोधिरहनु। त्यस्तो मिनिङ चाहिँ त्यस्तो के पनि छैन नाममा। मलाई अलिकति युनिक कुराहरू चाहिँ मनपर्छ। सो त्यही भएर मैले चाहिँ मेरो नाम र थर्डलाई मिक्स गरेर चाहिँ थोरै अझै मलाई चाहिँ सर्टकट भनौँ होइन, युनिक पनि र सर्टकट मनपर्ने भएको भएर चाहिँ सर्टकट बनाएको मेरो थर। अनि पहिला थर अनि नाम लेखेर, र मेरो थरमा पनि मैले एउटा ए चाहिँ डबल लेखेको भएर आर्यभू। मेरो नामको चाहिँ खास देवु अर्याल मिन्स आर्यभू। सो युट्युबमा पनि यहाँहरूले सर्च गर्नुभयो भने पहिला चाहिँ अलि देवु टाइप गर्दा पनि सायद आउँथ्यो होला। आजभोलि चाहिँ तपाईँले देवु मेरो फुल नाम टाइप गर्नुभयो भने पनि धेरै आइडियाहरू देखिराखेको छु मैले। सेम नाममा चाहिँ धेरै आइडियाहरू आउँछ, बट तपाईँले आर्यभू सर्च गर्नुभयो भने चाहिँ इजिली भेट्नुहुन्छ युट्युबमा पनि। आजको लागि चाहिँ जस्ट थोरै इन्फर्मेसन। अनि आगामी दिनहरूमा चाहिँ हामी साथै अगाडि बढ्नुपर्छ। तपाईँहरू सँगसँगै हामीसँगै अगाडि बढ्नेछौँ। अनि तपाईँहरूको ओपिनियन्स, तपाईँहरूको कमेन्ट, तपाईँहरूको सल्लाह सुझाव जे भन्नुहुन्छ हजुरहरूलाई के कस्तो लाग्यो अनि हामी कसरी अगाडि बढ्छौँ, अनि यहाँहरूलाई लागेको कुराहरू पनि राख्न मिन्स कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच। टेक केयर अफ योर सेल्फ, स्टे अलवेज पोजिटिभ
stay healthy and happy. Bye bye.